लास्ट थाकिसक्यो यार बाइकमा मात्रै तर थाकिसक्यो यति जस्तो केही खाएको पनि छैन पानी पनि खाएको छैन होइन हामीलाई चाहिँ नसा यस्तो लागिरहेछ होइन पानी पनि खाएको छैन बाटो माथिबाट चाहिँ बाटो पुरै यहाँनिर पोहोरको पानीले बाढीले गर्दा चाहिँ यो बाटो झरेर यहाँनिर आइपुगेको छ कस्तो भएको छ यो रोसी खोलाको बाटो पुरै बिग्रिरहेको छ कि तर अहिले गाडीहरू हिँड्दा हिँड्दा यतिको राम्रो भएको रहेछ अस्ति नै आएको पालि आउँदा त कस्तो नै थियो त्यो बाटो है अहिले यतिको राम्रो भएको छ खल्टा र खुल्टै हिँडेर कम्बी चाहिँ भएको हो त्यतिखेर आउनु ठिकै छ यस्तो बाटो थियो क्या सब यस्तो बाटो थियो त्यस्तो भयो बाटो हेलो एभ्रिवान ह्याप्पी दसैँ एन्ड वेलकम आज चाहिँ हामी मामा गएर ओखलढुङ्गा जान लागेको छौँ अनि 3 बजे 4 बजेतिर हिँड्ने धेरै ढिलोमा 4:30 बजेतिर हिँड्ने भनेको थियो तर त्यस्तो भएन कोही कोही मान्छे ढिलो गर्ने छन् यहाँ त्यही भएर उसले गर्दा चाहिँ अहिले काठमाडौँमा पुरै घाम लागिसकेको छ 7:30 8 बज्न लागिसकेको छ अहिले चाहिँ अब हामी जाँदैछौँ बाइकमा जान लागेको अब बाटो कस्तो छ कतिखेर पुग्छौँ अब बाटोमा के गर्छौँ सबै तपाईँहरूलाई देखाउने नै छौँ अब चाहिँ हामी जान लाग्यो कस्तो लागिरहेको छ तपाईँलाई केही लागेन एकदम बेकार लागिरहेको ल केटा मान्छेहरूलाई चाहिँ त्यो केटीको घर जानु त्यस्तो लाग्छ तर केटी मान्छेहरूलाई चाहिँ त्यस्तो लाग्दैन यो रियालिटी कुरा हो होइन सो हामी चाहिँ अब जाँदैछौँ जा ब्याग सबै मैले बोक्ने हो होइन क्या अनि मैले काम गरिरहेको छु नि त बाइक स्टार्ट गर्दै हुनुहुन्छ उसले चाहिँ म चाहिँ गेट लाउने पाले हो गाइस सधैँको पाले हो मलाई म पाले हो उता चाहिँ मालिक सर ससुराल जान पर्यो भनेर रिसाएर अलरेडी छैन त्यस्तै छ आज नवमी भइसक्यो भोलि टिकाको दिन नभए आज यतिखेरसम्म आइछौँ हामी त्यो दसैँ आएको जस्तै भएको छैन मैले बोक्नु ब्याग यत्रो ब्याग मैले बोक्नुपर्छ हेर न आफ्नो सेफ्टी हुनुपर्छ के आफ्नो लागि है पुरा गरम छ त लुगा पनि लुगा मात्रै छ क्या यहाँ दुईजनाको चाहिँ दुई दिन बस्नको लागि पनि लुगा मात्रै हुन्छ हाम्रो चाहिँ यस्तो खाली छ काठमाडौँमा चाहिँ अहिले यस्तो आनन्दको मौसम छ कि हिजो राति चाहिँ हामीलाई अब पानी पर्छ जस्तो लागेको थियो जानु पाइँदैन जस्तो लागेको थियो तर मौसमले चाहिँ एकदमै साथ दिएको छ हामीलाई यस्तो खाली छ क्या पुरै खाली अहिले 8 बज्न थालिसकेको छ होइन खाली छ पुरै रमाइलो छ तर सुनसान क्या एकदमै सुनसान छ काठमाडौँ पहिला अवस्थाको पसलहरू अर्काहरू फुटेका छन् सब बन्द छ नि काम हुने ठाउँमा आनन्दको बाटो छ आनन्द पुरै खाली खाली आनन्द सधैँ यस्तै भएदेखि जाममा पनि जानुमा जानु विदेशी दसैँ मान्न आउँदै हुनुहुन्छ है हाम्रो मामाहरू पनि यसै गरी आउनुहुन्छ एक दिन दसैँ मान्नको लागि ट्याङको डाँडामा आइपुगेको छौँ यहाँनिरबाट चाहिँ यस्तो राम्रो हिमाल देखेको छ गाइस होइन यहाँ हेर न यस्तो भएको छ त्यही भनेको त्यो स्कुटी कहाँ पुग्यो होला क्या कस्तो स्कुटी पनि कुदाउँछन् के तर हामीले चाहिँ कुदाउँदा दिन्छौँ है तर कुदाउनु होइन
Oh my god, oh my god, oh my god, oh my god. मान्छे बाटो गर्दैछ कहाँको होला त होइन माथिबाट त्यो बाटो माथिबाट त्यो बाटो पुरै यहाँनिर पोहोरको पानीले बाढीले गर्दा चाहिँ यो बाटो झरेर यहाँनिर आइपुगेको छ कस्तो भएको छ यो रोसी खोलाको बाटो पुरै बिग्रिएको छ कि तर अहिले गाडीहरू हिँड्दा हिँड्दा यतिको राम्रो भएको रहेछ अस्ति नै आएको पालि आउँदा त कस्तो नै थियो त्यो बाटो है अहिले यतिको राम्रो भएको छ खल्टा र खुल्टै राम्रो कम्बी चाहिँ भएको हो त्यतिखेर आउनु ठिकै छ यस्तो बाटो थियो क्या सब यस्तो बाटो थियो यस्तो भयो बाटो कस्तो भइरहेछ यस्तो बाटो जानु हो बेला पनि घुम्न जानु मन छ भने सिधै आउनु होला गाइस मङ्गल टाढो पुग्न 11 किलोमिटर रोसी खोला भनेको यही हो गोकुल यस्तो बिग्रियो है यहाँ माथिसम्म आएको थियो कि पोहोर त खोला उयो खोला होइन बाढी आएको बेलामा यति ठुलो बाढी आएको थियो पुरै यहाँ उहाँ माथि भएको बाटो यहाँ तल पुऱ्याइदिएको के आफ्नै गाउँ फर्किया मिठा मिठा धुलो धुलो उडाउँदै नेपाली पाउडर फाला फाला नेपाली पाउडर हो क्या यो धुलो एकदम हाइजेनिक फेरि अलिकति राम्रो हो यस्तो छ क्या बाटो चाहिँ सब पहिरो गइरहने ठाउँ है अस्ति नै आउँदा यहाँ कस्तो थियो होइन यिनीहरू पनि घर जान हिँडेका होला नि सबजना यहाँ चाहिँ बालुवा खाने रहेछ क्या बालुवा निकाल्छन् जहिले यहाँ घर जान हिँडेका होला उनीहरू पनि यो बाइक राम्रो छैन नयाँ सपना पानी ओह्राली गर्दै म त्यो सानो राम्रो एउटा बच्चा लिएर पनि हिँडेको नि बाइकमा लास्ट उखारो है यसभन्दा बाइक त्यसको साउन्डै कस्तो भन्दा त ओहो हामी चाहिँ यहाँ रातो डाँडामा आइपुग्न लागिसक्यौँ यसको नाम के पो हो यहाँ चाहिँ आएकै छैन रातो डाँडा कस्तो बाटो नछोडिदिएको क्या यसले यस्तो रिस उठ्दा यस्तो गरौँ भने बुढो 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 यो गऱ्यो भनेको त फेरि यही गरेको छोड्दा छैन क्या बाटै छोड्दैन होइन यो बाटोमा नटक्नु के रिक्स नै छ कोसी छ तल कस्तो बाटो नछोड्नु कस्तो रिक्स आयो नि यो गाडीले होइन तपाईँ अतालिनु भएको छ कि उता भित्रबाट आउनुभयो होइन मेरो तल चाहिँ एम्बुलेन्स थियो है अनि उताबाट एम्बुलेन्सलाई अगाडि एम्बुलेन्सको अगाडि जान्छु भन्दा खुट्टा कच्ची थियो अनि उताबाट जाँदाखेरि उताबाट पनि गाडी आएको हुन्छ कि ठ्याक्कै
गाडी छेउपट्टि गाडी आएको ठ्याक्कै म गाडी स्टार्ट भएर के भएर गएको आज चाहिँ होइन गर्न पाएको गाइस फोटो गाइस के किन्ने सोखोपाईहरू छ उता पल्लोमा पाउँछ पल्लोमा पाउँछ अरे आउनु त उता पल्लोमा पाउँछ हामीले चाहिँ होइन बुइनीहरूलाई मिठाई पनि नकिनेकन आएको छौँ अब यहाँ किनेर लागेको बाइकमा आएपछि त्यही त हो आफ्नो लुगाले मात्र पनि त्यो घर बस्दा आउने 2 दिन भयो भने बोक्नै पर्यो अनि यताउता गर्दा गर्दै भ्यास परिन्छ चोखोपाई छ अब त हाम्रो साथी घर पुगेपछि घर पुग्न यहाँबाट 1.5 घन्टा 2 घन्टा जति लाग्छ होला होइन मेरो घर म जन्मेको घर पुग्न अब त्यहाँनिर पुगिसकेपछि चाहिँ म तपाईँहरूलाई देखाउने छु होइन बिचमा चाहिँ अब कति ठाउँमा त्यो देखाउन सम्भवै भएको छैन कि बाइक यस्तो अप्ठ्यारो हुन्छ अनि ब्याग छ त्यस पछाडि समाउनु पर्यो मोबाइल एकतिर हुन्छ अनि त्यस्तो हुँदो रहेछ कि छैन हेर भिडियो भएन छ बाबा के छ त अनि खबर हाम्रो घर चाहिँ यतैतिर हो गाइस अब चाहिँ हामी मामा घर जान लागेको है मामा घर चाहिँ अब अलिकति हिँडेपछि पुरै कच्ची बाटो छ उकालो जाने उकालो चल्नुपर्छ मामा घर पुगेपछि चाहिँ यहाँ घरबाट टिका लाउनु नभएको घर हो हामी मामा घर जाने हो जाने होला पुरै जुत्ताहरू सब फाटेको तलले गाडा यस्तो छ बिग्रेको कता कस्तो सुनपछि अब यहाँबाट पढेपछि चाहिँ उता पारिपट्टि ओखलढुङ्गा लाग्छ हामी यहाँबाट उता जाने हो नानीहरू साइडमा होइन यस्तो फुल उता तल छ गाडी हिँड्ने फुल तर हामी यहाँबाट छिटो हुन्छ भनेर यतैबाट हिँडेको छौँ पुल पनि कति पुरानो हो र हाम्रा यो पुलबाट त हिँड्न पनि रिक्स नै छ के कति पुरानो छ अनि यतातिर हो यस्तो बाटो हिँडिरहेछ गाइज यहाँ तल खुसी छ हरे कृष्ण भगवान आमा छोडिदिनु बाटो बाटो हिँड्छ हामी चाहिँ छिटो हुन्छ भनेर होइन फाइनली अब मामा घर जाने रोड चाहिँ आइसकेको यस्तो छ होइन आधी यस्तो छ आधी पुरै बिग्रिसक्यो कस्तो छ कस्तो तातेको है ओहो दही गरेर धुएँ उठ्छ होइन जस्तो झर्ना मलाई छोडेर जानुभएको बस्नु यस्तो गाह्रो छ बाटोको बाटो आउनलाई यस्तो बाटो आइरहेछौँ कि हामी यस्तो बाटो बाटो ल के भन्छन् मम्मी हजुर के पहिला नि यस्तो भएको भनेर कन्ट्रोल भयो भने हुन्छ होइन कन्ट्रोल भने नि गाह्रो हुन्छ के धर्नुपर्छ भने धर्नुपर्छ भन्नु है ल तिमी नअघि ल सबै समातेर बस्छ त्यसरी ल ल गाडीमा यतातिर थियो अलिक परतिर हो पाइप हजुर
पाइप माथि हो माथि। अब यतातिर बाइकहरू लिएर आउने छन् नि त मान्छेहरू, त्यही भएर यहाँ पाइप पनि तल राखेको छ। पाइप पनि तल राखेको छन्। त्यस्तो गाह्रो भएको थियो। अनि अस्ति त लास्ट गाह्रो भएको थियो नि, लास्ट गाह्रो भएको थियो कि लास्ट। यहाँ फेरि यस्तो भएछ, खेतको लडेछ यस्तो। त्यो रोडमा पुरै यस्तो रोपेर यस्तो बाटो भएको छ। अब फेरि यहाँ के छ फुङ्गे? इसमें छोडे त लाइक किच्ला फेरि। घुमाउँ न यता। लजन दाइले त तपाईँभन्दा ठुलो देखिन्छ त। ल यस्तो बनाएर लानु परेछ। 25 अल्ट्राबाट हेर न बिग्रिनु पर्छ त माया गर्दा नि। कतै कालो भएको है स्मो। यहाँ बाइक नछिरेर मन गरेर ठेलेर। नमस्ते माइजू। नमस्ते माइजू नमस्ते। माइजू नमस्ते। भर्खर त्यहाँ आएको मान्छे कति छिटो त पिल्ली सकुशल आयो नि। बाँचेर आयो। मान्छे आयो पछाडिको त एउटा हात्ती यस्तो छ, अर्को हात्तीसँग त कस्तो गाह्रो हो। फुङ्गे त बाबाभन्दा ठुलो भएछ जस्तो। फुगे भन्न साथी नि पाएँ, अब त फुगे भन्छु। देखि साथी पाएँ। हजुर ए बाइक ल्याउँदा अहिले भर्खर होला नि। नगदी हिँड्ने 10 बजे आइपुगे। तपाईँभन्दा ठुलो भएछ त भाइ त। बुवा चाहिँ उहाँ तल हुनुहुन्छ। बुवा आउनु न, किन जानुभएको तपाईँ? हाम्रा मकै दिनु दाइजोमा यो घर बनाउँदा मामा तपाईँ ढुङ्गा बोक्नु भएको होइन? हो त। यो घर बनाउनु भन्दा पछाडि तिमी जन्मिके होइन? आयो